एउटा घर भएको पनि भूकम्पले भत्काएर टहरामा पुर्याइहाल्यो। खालि फोन मात्रै गरे गर्छ। थाहा छैन मलाई। पैसा चाहिँ पठाउनु छैन। बच्चालाई स्कुल फिस बुझाउनु छ। के गर्ने हो थाहा छैन मलाई त। के गर्ने हो पैसा पनि पठाउनु छैन। आफै बुझ्नु। राख्दे फोन, मेरो काम छ। हेलो, के छ काली? ठिकै छ। के हो आज टेन्सनमा हो? भने विदेशबाट फोन गरेर बुढाले दिक्क लगाउँछ। मैले फोन गरेर दिक्क लागेको छैन होला नि? लाग्दैन, तपाईँ त मेरो आफ्नो मान्छे नि। आऊ न त अस्तिको ठाउँमा चौतारीमा। आज शनिबार, घरमा छोरी छ, आउँदिन हौ। आऊ न के। ल म मिलाएर आउँछु नि त। ल चाँडो आऊ है। बाई। ल बाई। छोरी, तिमी एकछिन बस्दै गर, पढ्दै गर। म एकछिन काकाकोमा गएर आउँछु है। अघि नै आउनुभएको? म अघि नै आएको नि। अनि के छ हाल खबर? बुढाले फोन गरेर विदेशबाट किसिस गरेको गर्छ। एकछिन बोलिदिँदा भइगयो नि, बोल्दैमा त के हुन्छ र? कस्तो टेन्सन भयो। के टेन्सन छ र? म छँदैछु नि। हो र? कस्तो आउन मन लाग्यो के? छोरी सुत्यो?
छोरी त सुतिसक्यो। के आउँ त? आउने हो र? आउँछु नि ल। ल म ढोका खुला राखिदिन्छु नि त है। ल ल म हिँडिहालेँ। यहाँ छेउमा आएर मिस कल गर्नु न। ल ल हुन्छ। ल ल हुन्छ। बाई। बाई। हेलो हेलो, हेर न, हिजो राति नाइट ड्युटी थियो मेरो, खुट्टा नै भाँच्यो एक्सिडेन्ट भएर। के खुट्टा भाँच्यो? म हस्पिटल छु, केही दिनपछि नेपाल पठाउने रे, के गर्ने होला? मलाई थाहा छैन नेपाल आएर के गर्ने हो। नरिसाउ न, कमसेकम यस्तो अवस्थामा त मिठो बोला, बुझ न। मलाई बुझ्नु छैन, यस्तो दुःखमा हो भने म बस्न सक्दिनँ। ल ल नरिसाउ न, आउने बेला फोन गर्छु, के गर्नु भाग्यमा यस्तो लेखेर रहेछ। ल ल मेरो काम छ, राखिदिनु, बाई। ल बाई। हेलो, कहाँ हो तपाईँ? म यता घरतिर छु। तपाईँलाई एकदम तुरुन्तै भेट्नु छ। के काम पर्यो? किन र? भेटौँ न पहिला। ल ल भेटौँ न त। ल ल माथि त्यो गुम्बाको छेउमा छिटो आउनु। ल ल हुन्छ। ल बाई। ल छोरी, म एकछिन बजारमा गएर आउँछु, बेलुकाको भात छ, तताएर खाएर स्कुल जानु है। हुन्छ। तरकारी छैन कि क्या हो? चिनी। अब के गर्ने त? मलाई महिनावारी नभएको पनि 2-3 महिना भइसक्यो। मेरो बुढा आउनुभन्दा अगाडि हामी भागेर बिहे गर्नुपर्छ। खै यति चाँडै बिहेको निर्णय कसरी लिनु? त्यसो नभन्नु न, मैले तपाईँलाई सबै कुरा सुम्पिसकेँ। मैले तपाईँलाई यति धेरै माया गर्छु, अब तपाईँले जे भन्नुहुन्छ त्यही मान्छु। कुरा मायाको होइन, यो समाज अनि मलाई अरू केही मतलब छैन। त्योसँग मेरो जिन्दगी बित्दैन। जसरी नै हामी भागेर बिहे गर्नुपर्छ। भाग्न त भाग्ने, पैसा छैन, खर्च पनि त हुनु पर्यो। अलिअलि मसँग पनि छ, पुगेन भने यही सिक्री बेचौँला। ठिक छ नि त, तिम्रो खुसी नै मेरो खुसी हो।
बाबा छोरी तपाईँ यो अवस्थामा अनि मम्मी खै छोरी मम्मीले हामीलाई छोडेर जानुभयो। कसरी छोरी छोरी उठ सायद मेरो कमजोरले गर्दा होला छोरी तिमी टेन्सन नलिऊ अब मेरो एउटै लक्ष्य हो तिम्रो भविष्य बनाउनु दुखी नहो छोरी सधैँ म तिम्रो साथमा हुनेछु तिमी कहिले एक्लो हुने छैनौ